यो चाहिँ अहिले बनाएको नयाँ संरचना हो। यो पहिलाको इतिहासको कुरा होइन। यसमा बिस्तारै थप हुँदै उन्नति प्रगति हुँदै गएको छ। आधुनिक भौतिक संरचनाहरू बनेका छन्। यहाँ घुम्ने मानिसहरूको लहरको लागेको देखिन्छ। मजाले आफ्नो स्टाइलले हिँड्नुभएको छ। यहाँ फोहोर व्यवस्थापनको लागि कुइनेस, सड्ने वस्तु, नसड्ने वस्तु अनि सुईजन्य वस्तु सबैको लागि छुट्टै भाँडोको व्यवस्था गरिएको छ। फोहोर व्यवस्थापन एकदम राम्रो छ। अनि टिकटक बनाउनेको भिड पनि यसरी नै छ। यसरी टिकटक, फेसबुक अथवा सामाजिक सञ्जालहरूमा राख्नको लागि पछिल्लो पुस्ता, विशेष गरी जेड जेनवाई अल्ट्रा के नामले भन्छ अहिले, जस पछिल्लो पुस्ताहरू फोटो खिच्न र भिडियो बनाउन असाध्यै रुचि देखाउने र माहिर पनि हुनुहुन्छ। टेक्नोलोजीको विकास धेरै माथिसम्म पुग्यो भन्न सकिन्छ। जसरी पनि सानै बच्चादेखि वयस्कसम्म र यदाकदा अलिकति उमेर कटिसकेको मानिसहरूमा पनि सामाजिक सञ्जाल अथवा फोटो भिडियो खिच्नको लागि एउटा हुटुटी बोकेको देख्न सक्छौँ। अनि बाहिर अघि नै हल्का पानी परेको थियो, त्यसैले त्यहाँ पानी जमेको छ। मौसम चाहिँ धेरै नै क्लियर छ। लाग्छ यहाँभित्र बस्दा विदेशको कुनै एउटा ठाउँ हो जस्तो लाग्छ। विदेशको बाहिरको सडक पनि लगभग यस्तै सफा हुन्छ, तर यहाँ चाहिँ विशेष ठाउँको भएको हुनाले सफा र सुन्दर छ। काठमाडौँमा अहिले पछिल्लो समयमा त फोहोरमा केही सुधार, व्यवस्थापनमा केही सुधार भएको छ। तथापि हाम्रो देशभन्दा अलि विकसित देशहरूले सडकमा पनि एकदम सफा राख्ने गर्दछन्। यहाँ अझै पनि गुटखा खाने, थुक्ने, गुटखा ठुटा फाल्ने, चाउचौका प्याकेट फाल्ने अथवा प्याकिङ फुडहरू खाएर जहाँ पायो त्यहाँ फाल्ने आम नेपालीको बानी भएको हुनाले यो बानीको विकासलाई अलिकति सुधार्नु र असल बानीको विकास गर्नु आवश्यक देखिन्छ। लगाउँदा चिटिक्क परेको कपडा चिटिक्क परेर अनि सब ड्रेसअप गर्ने अनि महिलाहरू यसरी ल्यार्नु, यस्ता कपडाहरू लगाएर ब्युटी बन्ने अनि फाल्ने बेला चाहिँ फोहोर बाटोमा पत्रक्क खसाल्ने। यो पटक्कै सुहाउँदैन। मान्छे जति स्मार्ट हुन्छ त्यति उसको व्यवहार पनि स्मार्ट भयो भने उसको व्यक्तित्व झल्किन्छ, व्यक्तित्व गाढा हुन्छ, व्यक्तित्व राम्रो हुन्छ, समाजमा राम्रो हुन्छ र सबैतिर सिकाउँछ। जति पनि साथीहरूले बाटोमा फाल्नुहुन्छ भने फोहोरहरू, अब विकास अथवा चेतना अथवा कुनै पनि कामको थालनी आफैबाट गर्नु। यिनै हो 22 धारा। 22 धारा भनेकै यिनै हो। त्यसैबाट पानी यिनीहरूबाट प्रत्येकबाट पानी अहिले सानो छ। बर्खामा अलि ठुलो आउँछ। मैले अघिल्लो भिडियोमा भनेकै थिएँ 22वटा धारामा फस्ने पानी यति नै हो। यी धाराबाट पानी आउँछ। जुन एक्लो धारा छ उतापट्टि त्यो चाहिँ पछि थपेको धारा हो। पछि थपेको धारा रणबहादुर शाहले थपेको धारा भनेर मैले भने। उता होइन, उतापट्टि त्यो हो। मानिसहरू यो धारामा नुहायो भने के हुन्छ? गोसाइँकुण्ड, मुक्तिनाथ मन्दिर गयो जत्तिकै
खलिफा हुन्छ अथवा घरमा कमाइन्छ भन्ने एउटा मान्यता रहेको छ भनेको थियो नि त। हुन पनि त्यही हो। ल नि त एउटा आफूतिर फर्काएर खिचिदिउँ भनेको कि मिल्दैन कि मिल्दैन। त्यसैले त्यति रुखको फोटोमा देखिन लायक पनि खासै छैन नि त, त्यति राम्रो वाउ भन्ने छैन। त्यही भएर धेरै जसो ठाउँमा काम छैन। यतातिर नजाउँ ल, अब हेर्न सक्नुहुन्छ, तपाईँले धारा, ब्याकग्राउन्डको धारा कुनै कुनैमा चाहिँ ठुलो पानी आएको छ, किनकि यहाँ भित्रबाट पाइपको सेटिङ गरेछ अथवा पानीको लागि मिलाउने सेटिङ चाहिँ गरेछ जस्तो लाग्छ। अब आउँदा आउँदा अलिकता चाहिँ फोहोर व्यवस्थापनको लागि देख्नुभयो त, बोतल लिएर भित्र फोहोर टिप्न पनि आउँदो रहेछ, फोहोर सफा गर्ने उहाँहरूको काम हो। कबाडहरू जम्मा गर्नुहुन्छ, काम सानो ठुलो चाहिँ हुँदैन, जसले जे सक्छ त्यही काम गर्ने हो। हरेक कामको चाहिँ सम्मान गर्नुपर्छ भन्ठान्छु म, होइन हुन पनि त्यही नै हो। आफ्नो बोली र कुरा चाहिँ दृढ राख्नुपर्छ। सही कुरा हो कि होइन पहिला आफूले बोल्नुभन्दा पहिला निर्भर गर्नुपर्छ। अनि सही कुरा बोल्नलाई कहीँ कतै पनि डराउनु हुँदैन। अनि फोटो सेसन खास गरिकन खै किन यति धेरै फोटो खिचिन्छ, मेमोरी नै फुल हुन्छ हो यहाँ आयो भने मान्छेहरूको। गर्मी हल्का हल्का लागेछ बहिनीले, फुलहरू हेर्नुहोस् कति मिलाएर काटेको छ। दिदी बहिनीका सुख दुःखका गफ यहीँ छन्। फुल यहीँ फुलेको छ, पानी यहीँ झरेको छ। मन एकदम मेडिटेसन गर्ने मान्छेलाई शान्त ठाउँ पनि छ। हल्ला गर्ने नाच्नेलाई यहीँ स्पिकर ड्याग ल्याएर बजाउनु भएको हुन्छ। अनेकतामा एकता, विविधता भन्ने कुरा यही हो। एक ठाउँमा विविधता ए हो, मान्न सकिन्छ यसरी। अनि यहाँ खेल्ने ठाउँ पनि यही छ। प्रायः यहाँ मानवीय गतिविधिहरू एकदम चलायमान छन्। घरि के छ घरि के छ। जनचेतनाको लागि पार्क सधैँ हरियाली राखौँ भनेर जनचेतनामूलक पोस्टरहरू पनि छ। साना बालबालिकाहरूको ख्याल राख्नुहोस्, बालबालिकालाई पोखरीमा डुब्नेबाट बचाउँ। यो खास गरिकन आफू आफ्नै तालमा हिँड्दा, अभिभावक आफ्नै तालमा हिँड्दाखेरि बच्चाको अलिकति केयरलेस हुँदा पोखरीमा डुब्ला कि भनेर पूर्व सचेतनाको लागि यो पोस्टर अथवा कार्डहरू ठाउँ ठाउँमा राखिएको छ। अनि फुल नभाचौँ लेखेको छ। सायदै यस्ता कुराहरू मान्छे आफूको आफ्नो जिम्मेवारीमा परिपक्व हुने हो भने त्यति त फरक नपर्ला, तर अनेक किसिमको हरेक मानिसको व्यवहार, हरेक मानिसको अनुहार, हरेक मानिसको सोचाइ र हरेक मानिसको बुद्धि एक नासको नहुने हुनाले, सार्वजनिक ठाउँ भएको हुनाले यहाँ लेख्नु एउटा अनिवार्य जस्तो देखिन्छ र लेखेको हो। र बिरुवाको काटछाँडको विषयमा अन्यत्र पनि यस्तो पार्कहरू अथवा घुम्ने ठाउँहरू, मनोरञ्जनका ठाउँहरू हुन्छन्। त्यस्तोमा भन्दा यहाँनेरि बोट बिरुवालाई साइजिङ गर्ने र कटिङ गर्ने र त्यसलाई एउटा रूप दिने कुरा चाहिँ यहाँ महत्त्वपूर्ण देखेँ। मैले यहाँ गरेको देखेँ, महत्त्वका साथ गरेको देखेँ। यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। भिडियो मन परेको खण्डमा तपाईँले लाइक, सेयर र कमेन्ट गर्नुहोला। भिडियो हेरेकोमा धन्यवाद।